छोटो कथा, बडा गजबको कथा छ, नछुटाइ सुन्नु होला, एकैछिन हो, लामो छैन है। एउटा उधारोले डुबेको शहरमा एकजना पर्यटक आएछन् र एउटा होटलमा पुगेछन्। त्यहाँ होटलमा बस्नुपर्ने थियो, उनीलाई होटल कोठा हेर्नुपर्ने भएछ। काउन्टरमा गएछन्, होटल साउलाई 3000 रुपियाँ दिएछन्, यो पैसा राख्दै गर्नुहोस् त, म तपाईँका होटलका कोठाहरू हेरेर आउँछु। उनी कोठा हेर्नतिर लागेछन्। होटल साउ उधारोले डुबेको मान्छे 3000 पाउने बित्तिकै हतार आफ्नो साउ घिउवालालाई बोलाएर त्यो पैसा दिएछन्। उधारो तिर्नु थियो, तिरेछन्। अनि घिउवाला कुद्देर गएर आफ्नो साउ दुधवालालाई त्यो 3000 तिर्नु थियो, त्यो पैसा तिरिदिएछ। त्यस पछाडि दुधवाला जसले गाई पालेको थिए, गाईलाई खुवाउन दाना जहाँबाट किनेर ल्याउँथ्यो, त्यो दानावाला साउलाई तपाईँको 3000 लिनुहोस् त भनेर हतार कुदेर गएर त्यो 3000 बुझाएछन्। त्यस पछाडि त्यो दानावाला साउ जसले त्यो अघिको होटलमा उधारो खाने गर्थ्यो, कुदेर गएर होटल साउलाई 3000 रुपियाँ मेरो चुक्ता भयो है भनेर दिएछन्। एकछिन पछाडि त्यो रुम हेर्न गएको पर्यटक फर्केर आएछ र भनेछ होटल साउलाई, साउजी तपाईँका होटलका कोठाहरू मलाई खासै मन परेन, खै दिनुहोस् त त्यो अघिको 3000 रुपियाँ फिर्ता, म जान्छु अन्त भनेपछि होटल साउजीले त्यो 3000 रुपियाँ पर्यटकलाई फिर्ता दिएछन्। यहाँ कसैले कसैलाई के दिएन, जोसँगको थियो उहीसँग गयो पैसा, तर हिसाब भने सबैको मिल्यो। के हो त जीवन, कसरी चलिरहेको छ दुनियाँ भन्दा यस्तै घुमाउरो तरिकाले दुनियाँ चलिरहेको छ। हामीलाई भ्रम छ कि यो हाम्रो हो, मेरो हो भन्ने, तर होइन, यस्तै गरी जीवन चलिरहेको छ। खाली हात आएका थियौँ, खाली नै जान्छौँ, छ मसँग भन्ने भ्रम मात्र छ। कथा कस्तो लाग्यो अवश्य पनि प्रतिक्रिया पाऊँ। यो सामाजिक सञ्जालमा भेटेर टिकटकमा सेयर गरेँ, मलाई चाहिँ गजब लागेको, कमेन्टमा लेखिदिनु होला है कस्तो लाग्छ।